ईश्वर ग्रन्थ भिडियो नम्बर 56। ईश्वर दुखीमा पनि छु सुखीमा पनि छु, तर ईश्वर भगवान सुखीलाई भन्दा दुखीलाई अति प्रेम माया गरेको हुन्छु। संसार दुःखमय सुखमय विधि विधानमा चलेको हुन्छ। पोजिटिभ थिङ्क आर पोजिटिभ थट, सकारात्मक सोच सकारात्मक विचार हुन्। ईश्वर ग्रन्थ भिडियो नम्बर 56। विधिको विधानमा ईश्वर विधिमा कुन कुन कार्य अधर्म पाप के हुने के खान हुने के गर्न हुने कुन कुन मानवता हुन् यो बारेमा बताउँदैछु। चोरी डकैती झुट उग्र उदण्ड स्वार्थ दम्भ अशान्ति युद्ध हिंसा पाप हुन्। सभ्य चेतन ज्ञान विवेक नियम आचरण शान्ति एकता भाइचारा र चरित्र मानव कार्य हुन्। यी विरुद्ध मानवता होइनन्। धर्म ग्रन्थ ईश्वर सन्तानका अनुसार कोदो प्याज लसुन मसुरो भन्टा ईश्वरको सन्तान भरममा के छ भने खान हुन्न भनेका छन्। यिनीहरू यो ईश्वर सन्तान भरम हो। विधि विधानमा यो छैन। विधि विधानमा माछा मांस मदिरा गाँजा भाङ सुस्ती धुम्रपान मद्यपान मात्र निषेध छ, रोकावट छ। खानु हुँदैन र खान पनि हुँदैन। अनि सभ्यताहीन चरित्रहीन ज्ञानहीनता आचरणहीन हिंसा झुट चोरी डकैती उग्र उदण्ड स्वार्थ अशान्ति दम्भ युद्ध गर्ने माछा मांस मदिरा धुम्रपान मद्यपान गर्ने अनि मन्दिर चर्च गुम्बा मस्जिद जाने जल फुल चढाउने यज्ञ व्रत बस्ने पुराण लगाएर पुण्य भयो भने ईश्वर सन्तान धर्म भनेका भरममा पर्नु हो। यो 100%मा 1% पनि मानवता नसोच्नुहोला। मानवता भयो भनेर मानव पुण्य भयो भनेर नसोच्नुहोला। यो विधिमा छैन। विधिमा त जहिले सकारात्मक चाहिन्छ तब मात्र मानवता हो, मानव बन्न सक्नु हो। यो विरुद्ध मानवता होइन। लर्ड ईश्वर सत्य खाली वासुदेव पर्व।